हेलो साथीहरु, आजको नयाँ भिडियोमा तपाईहरुलाई फेरि पनि स्वागत गर्न चाहन्छु। आजको भिडियो के सम्बन्धी रहेको छ त भन्ने कुरो तपाईहरुले पक्कै पनि थाहा पाइसक्नु भएको छ। अब कति पनि ढिला नगरी हामी विषयवस्तुतिर लागौं है साथीहरु। आजको विषयवस्तु रहेको छ साथीहरु, यो मेरो शेयर भन्ने एप्लिकेसन चाहिँ कसरी लगइन गर्ने, कसरी युज गर्ने हैन, त्यो युज गर्नलाई चाहिँ प्रोसेसहरु चाहिँ के हुन्छ भन्ने सम्बन्धी चाहिँ आज हामी सिक्नेवाला छौं है साथीहरु। तपाईहरुलाई पनि आउँदैन भने चाहिँ प्लिज भिडियोलाई अन्तिमसम्म हेर्न नभुल्नुहोला है। त्यसको लागि चाहिँ साथीहरु सबैभन्दा पहिला हामीले चाहिँ के गर्नुपर्छ त भन्दाखेरि सबैभन्दा पहिला हामी बैंकमा गएर चाहिँ खाता खोल्न जरुरी छ है साथीहरु। यदि तपाईको कुनै पनि बैंकमा खाता छ भने भइगो, छैन भने चाहिँ तपाईले बैंक खाता चाहिँ खोल्न जरुरी छ है साथीहरु सबैभन्दा फर्स्टमा। त्यसपछि तपाईको बैंक खाता खोलिसकेपछि तपाईको एकाउन्ट नम्बर आउँछ। तपाईको एकाउन्ट नम्बर आइसकेपछि दोस्रोमा तपाईले त्यहाँनेर डीम्याट खाता भन्ने खोल्नुपर्छ है साथीहरु। त्यो डीम्याट खाता भन्ने खोल्नका लागि हाम्रो बैंक एकाउन्ट जरुरी हुन्छ है साथीहरु। त्यो डीम्याट एकाउन्ट जब तपाईले खोल्नुहुन्छ, त्यो खोलिसकेपछि त्यो एक्टिभ भइसकेपछि तब मात्रै तपाईले फेरि मेरो शेयरको लागि चाहिँ तपाईले एप्लिकेसन त्यहाँनेर फर्म चाहिँ भर्नुपर्ने हुन्छ। त्यो फर्म भरेर त्यहाँनेर 1-2 दिन कति लाग्छ, त्यो फर्म चाहिँ तपाईले भरेर त्यही बैंकमा चाहिँ तपाईले दिनु भयो भने त्यहाँबाट चाहिँ त्यो मेरो शेयर त्यो 1-2 दिन कति लाग्छ, त्यो भइसकेपछि 1-2 दिन लागिसकेपछि तपाईको त्यहाँनेरबाट चाहिँ पासपोर्ट र युजर नेम चाहिँ तपाईको त्यहाँनेर पठाउँछ उनीहरुले। त्यो पठाइसकेपछि तपाईले त्यहाँनेरबाट चाहिँ लगइन गर्नुपर्छ है साथीहरु। त्यो लगइन गरिसकेपछि यो मेरो शेयर भन्ने एप्लिकेसन हामीले युज गरेको फाइदा चाहिँ के छ भन्दाखेरि साथीहरु, त्यहाँबाट चाहिँ हामीले यो आईपीओ भन्ने तपाईहरुले सुन्नै भएको छ होला हैन। त्यो चाहिँ हामीले त्यहाँबाट चाहिँ सजिलैसँग अनलाइनबाट चाहिँ घरमै बसी चाहिँ हामीले भर्न सकिन्छ है साथीहरु। अनि त्यहाँबाट चाहिँ सम्पूर्ण कुराहरु आईपीओ सम्बन्धी चाहिँ हामीले सम्पूर्ण कुराहरु चाहिँ त्यहाँबाट हामीले गर्न सकिन्छ है साथीहरु। यदि तपाईलाई यो भिडियो मन पर्यो भने, यदि तपाईलाई राम्रो लाग्यो भने प्लिज भिडियोलाई शेयर गरिदिनु होला। त्यसपछि एउटा लाइक गरिदिनु होला है साथीहरु। त्यसपछि एउटा कमेन्ट पनि छोडिदिनु होला है। तपाईलाई भिडियो कस्तो लाग्यो भन्ने सम्बन्धी एउटा कमेन्ट पनि छोडिदिनु होला है त साथीहरु।